हामी ख्रीष्टका आत्मिक सेनाहरू हौं। त्यसैले हर पल प्रियजनहरू हामी तयारी रहनुपर्छ। 2 तिमोथीको पुस्तक 2 अध्यायको 3 र 4 पदमा जब तपाईँ र हामीले हेर्दछौँ त्यहाँनिर लेखिएको छ, ख्रीष्ट येशूका असल सिपाही झैं दुःख भोगमा हामी सँगै सहभागी हौं। सेनामा भर्ना भएको सिपाही अरू कुनै पनि धन्दामा अल्झदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। प्रिय प्रभुका आदरणीय जनहरू, ख्रीष्टको नाममा जय मसीह। साँच्चै नै हामी ख्रीष्टका आत्मिक सेनाहरू हौं। त्यसैले हर पल तयारी अवस्थामा रहनुपर्छ। जब कुनै एउटा देशको जवान सेनामा भर्ना हुन्छ, उसले आराम र सुविधाको जीवन खोज्दैन। ऊ जहिले पनि आदेश पालन गर्न तयार रहन्छ र उसले रक्षाको निम्ति आवश्यक परेको खण्डमा बलिदान दिन पनि तयार रहन्छ। त्यसै गरी जब तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु यीशु ख्रीष्ट भनिकन स्वीकार गर्यौं, तब हामी केवल कुनै धार्मिक समूहका सदस्य मात्रै भएनौं प्रियहरू, तर हामी त आत्मिक सेना भयौं। हाम्रो युद्ध कुनै मानिसहरूसँग होइन, तर पाप, प्रलोभन, असत्य, दुष्ट्याइ र अन्धकारका शक्तिहरू अनि शैतानका योजनाहरूका विरुद्धमा हो। एफिसी 6 अध्यायको 12 पदले भन्दछ, किनकि हामीहरूको युद्ध शरीर रगतको विरुद्धमा होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानमा भएका दुष्ट्याइका आत्मिक सेनाहरूका विरुद्धमा हो। क्रिस्चियन जीवन युद्ध भूमि हो, खेल मैदान होइन। धेरै मानिसहरूले क्रिस्चियन जीवनलाई सजिलो यात्राको रूपमा सोच्दछन् प्रियहरू, तर बाइबलले तपाईँ र मलाई फरक कुरा सिकाउँदछ। आज हामी आत्मिक युद्धको बीचमा छौं। शैतानले तपाईँ र हाम्रो विश्वासलाई नष्ट गर्न खोजिरहेको छ, हाम्रो प्रार्थनाको जीवनलाई कमजोर बनाउन खोजिरहेको छ, हाम्रो परिवारलाई तोड्न खोजिरहेको छ, हाम्रो सेवकाईलाई रोक्न खोजिरहेको छ। वचनको सत्यता नबुझ्न दिनको लागि शैतान सधैँभरि कम्मर कसेर तपाईँ र मेरो पछि लागेको छ प्रियहरू। त्यसैले विश्वासीको जीवन सधैँ एउटा सेना जस्तै सतर्क रहने जीवन हो। मण्डली कुनै निदाउने ठाउँ होइन, ईर्ष्या गर्ने ठाउँ होइन, प्रतिस्पर्धा गर्ने ठाउँ होइन, गुटबन्दी गर्ने ठाउँ होइन, आफूलाई के सही लागेको छ त्यो कुरा गर्ने ठाउँ पनि होइन, तर परमेश्वरलाई मनपर्ने आराधना, आत्मा र सत्यतामा सधैँभरि जागा रहेर एकनास रहिकन आराधना गर्ने ठाउँ हो प्रियहरू। एक सैनिक जब सीमा क्षेत्रमा ड्युटीमा रहन्छ, ऊ सुत्न सक्दैन, किनकि उसको शत्रु कुन बेला उसलाई आक्रमण गर्न आउँछ भन्ने कुरा उसलाई थाहा हुँदैन। त्यसै गरी हामी विश्वासीहरू पनि आत्मिक रूपमा सधैँ जागा रहनुपर्छ। मुखले मात्र होइन प्रियहरू, आफूलाई आज्ञाकारिता र अनुशासनमा कडार रूपमा घटाउनु आवश्यक छ। येशूले भन्नुभयो मत्ती 26 अध्यायको 41 पदमा, जागा रहो, प्रार्थना गर, तर परीक्षामा नपर। आत्मा त तयार छ, शरीर दुर्बल छ। एक इमानदार सैनिक सधैँ तयारी अवस्थामा हुन्छ। कुनै सैनिक युद्ध सुरु भएपछि मात्र प्रशिक्षण लिन थाल्दैन प्रियहरू, उसले युद्ध आउनु अघि नै तयारी हुनुपर्छ। हतियार चलाउन सिक्नु पर्दछ, अनुशासनका कुराहरू सिक्नु पर्दछ, सहनशीलताका कुराहरू सिक्नु पर्दछ, आज्ञाकारिताका कुराहरू सिक्नु पर्दछ। त्यसरी नै हामीले पनि आत्मिक तयारी समय छँदा नै गर्नुपर्छ। प्रश्न यो होइन कि समस्या आउँछ या आउँदैन, प्रश्न त यो हो, समस्या आउँदा तपाईँ र हामी तयार हुनेछौँ कि हुने छैनौँ। परीक्षा आउँदा, प्रलोभन आउँदा, विरोध आउँदा, रोग आउँदा, विश्वासमा आक्रमण जस्ता कुराहरू हुँदै गर्दाखेरि त्यस बेला तपाईँ र म खडा हुन आजैदेखि तयारी हुनुपर्छ प्रियहरू। लुकाको पुस्तक 12:40 मा यसो लेखेको छ, तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ। आमेन।
हाम्रो हतियार शारीरिक होइन, आत्मिक हो। सैनिक बिना हतियार युद्धमा जाँदैन प्रियहरू। त्यसरी नै हामीलाई पनि परमेश्वरले शक्तिशाली आत्मिक हतियारहरू दिनुभएको छ। अनि ती हतियारहरू हुन्, एकमा प्रार्थना। प्रार्थना हाम्रो सबैभन्दा शक्तिशाली हतियार मध्ये एक हो। जहाँ प्रार्थना कमजोर हुन्छ त्यहाँ आत्मिक जीवन पनि कमजोर हुन्छ। जहाँ प्रार्थना बलियो हुन्छ त्यहाँ आत्मिक जीवन बलियो हुन्छ र विजय पनि आउँदछ। दुईमा परमेश्वरको वचन। परमेश्वरको वचन सत्यको तरवार हो। जब शैतानले येशूलाई बारम्बार परीक्षा गर्यो, उहाँले हरेक पटकमा परमेश्वरको वचनलाई घोषणा गर्नुभयो, परमेश्वरको वचनलाई प्रयोग गर्नुभयो। हिब्रू 4:12 भन्दछ प्रियहरू, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरवार भन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी र हाडको गुडीसम्मलाई भाग भाग पारुन्जेल वार पार छेद्न र हृदयका विचार र इच्छालाई जाँच्न सक्ने हुन्छ। तीनमा विश्वास। विश्वासले शत्रुको अग्निबाणहरूलाई निभाउँदछ। परिस्थिति जस्तो सुकै होस् प्रियहरू, परमेश्वरमाथिको भरोसा नछोड्नु, आज्ञाकारिता र सत्यतामा रहनु नै साँचो विश्वास हो। एफिसी 6:16 लेखिएको छ, साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका अग्निबाणहरू निभाउन सक्नेछौ। सेना अनुशासित हुन्छ। अनुशासन बिना एक असल अनि सफल सेना बन्न सकिँदैन प्रियहरू। त्यसै गरी आत्मिक जीवनमा पनि अनुशासन आवश्यक छ। निरन्तर रूपमा प्रार्थना गर्नुपर्छ, निरन्तर रूपमा बाइबल अध्ययन गर्नुपर्छ, मण्डलीप्रति सधैँ प्रतिबद्धता हुनुपर्छ, पवित्र जीवन जिउनुपर्छ, परमेश्वरको वचनको आज्ञा पालन गर्नुपर्छ। आज धेरै विश्वासीहरू पराजित हुनुको कारण शक्ति नभएर होइन प्रियहरू, बरु अनुशासित नभएर हो। जसले आफ्नो शरीर, समय, बोली र व्यवहारलाई नियन्त्रण गर्न सक्छ, ऊ आत्मिक रूपमा बलियो हुँदै जान्छ प्रियहरू। 1 कोरिन्थीको पुस्तक 14:40 भन्दछ, तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ। एउटा सेना कठिनाइबाट भाग्दैन, बरु खडा रहन्छ र सामना गर्छ। असल सैनिकले कठिनाइलाई देखेर भाग्दैन प्रियहरू, ऊ खडा रहन्छ। क्रिस्चियन जीवनमा पनि धेरै दुःखहरू, विरोधहरू, अस्वीकार्य कुराहरू र सङ्घर्षहरू आउन सक्छन् प्रियहरू। कहिलेकाहीँ मानिसहरूले तपाईँ र मलाई गलत बुझ्न सक्छन्, साथीहरूले छोड्न सक्छन्, परिवारले विरोध गर्न सक्छन्, तर ख्रीष्टमा असल र आत्मिक सेनाहरू कहिल्यै पनि पछाडि हट्दैनन्। याद राखौँ प्रियहरू, काँडाको मुकुट बिना महिमाको मुकुट आउँदैन, क्रूस बिना पुनरुत्थान आउँदैन र सङ्घर्ष बिना विजय आउँदैन। 2 तिमोथीको पुस्तक 2:3 भन्दछ, ख्रीष्ट येशूका असल सिपाही झै दुःख भोगमा हामी सँगै सहभागी हौं। हाम्रो कप्तान येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। कुनै पनि सेनाले आफ्नो इच्छा अनुसारको काम गर्दैन, उसले आफ्नो कमान्डरको आदेशलाई पालन गर्छ। हाम्रो सेनापति येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले जहाँ जान भन्नुहुन्छ हामी त्यहाँ जानुपर्छ। उहाँले जे त्याग भन्नुहुन्छ हामीले त्यो त्याग्नु पर्दछ। उहाँले जे गर भन्नुहुन्छ प्रियहरू, हामीले त्यो कुरा गर्नु पर्दछ। आमेन। त्यसैले आज्ञाकारिता बिना विजय सम्भव छैन। जब हामी ख्रीष्टको नेतृत्व स्वीकार गर्छौं तब उहाँले हामीलाई विजयतर्फ दोहोर्याउनुहुन्छ प्रियहरू। तर ख्रीष्टको वचनसँग नमिल्ने कुनै पनि कुराहरू वा नेतृत्वलाई हामीले चिन्न र बोल्न सक्नुपर्छ। यूहन्ना 14:15 भन्दछ, तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले के गर्नेछौ? मेरा आज्ञाहरू पालन गर्नेछौ।
जब तपाईँ र मैले आफ्नो परमेश्वरलाई सारा हृदयले, सारा प्राणले र सारा समझ अनि शक्तिले प्रेम गर्दछौँ प्रियहरू, तब हामी परमेश्वरको आज्ञा पालन गर्छौँ। प्रभुको आगमन नजिकै छ, त्यसकारण तयारी रहौं। एक दिन हाम्रो प्रभु येशू ख्रीष्ट फेरि आउनुहुनेछ। प्रश्न यो होइन कि उहाँ कहिले आउनुहुन्छ, तर प्रश्न त यो हो, उहाँ आउँदा तपाईँ र म तयारी हुनेछौँ या हुने छैनौँ प्रियहरू? के हाम्रो दीपकमा तेल हुनेछ? के हाम्रो विश्वास जीवित हुनेछ त्यो समयमा? के हामी जागा रहनेछौँ? के हामी हाम्रो आफ्नो जिम्मेवारीमा विश्वास योग्य भेटिनेछौँ प्रियहरू? असल सैनिक जहिले पनि निरीक्षणका लागि तयार हुन्छ। त्यसकारण हामी पनि प्रभुको आगमनका लागि हर पल तयारी रहनुपर्छ। मत्ती 24:42 लेखेको छ, यसकारण जागरा हो, किनकि कुन दिन तिमीहरूका प्रभु आउनुहुनेछ सो तिमीहरूले जान्दैनौ। प्रिय मित्रहरू, हामी केवल चर्च जाने मानिसहरू मात्र होइनौ। हामी केवल नामका क्रिस्चियन पनि होइनौ। हामी क्रिस्टका सेनाहरू हौ प्रियहरू, हामी क्रिस्टका सेनाहरू हौ। हामी स्वर्गीय राज्यका सिपाहीहरू हौ। त्यसैले प्रार्थनामा तयार रहौं, वचनमा बलियो बनौं, विश्वासमा अटल रहौं, पवित्रतामा हिँडौं, आत्मिक युद्धमा साहसी बनौं, प्रभुको आगमनका लागि जागा रहौं प्रियहरू, तयार रहौं। आज संसार निदाइरहेको छ, तर क्रिस्टका सेनाहरू हामी जागा हुनुपर्छ। आज धेरै मानिसहरू हार मानिरहेका छन्, तर क्रिस्टका सेनाहरू खडा हुनुपर्छ प्रियहरू। आज अन्धकार बढिरहेको छ, असत्यले संसार र मण्डली सबैतिर राज गर्दैछ, तर क्रिस्टका असल र आत्मिक सेनाहरू ज्योति भएर चम्कनु पर्छ प्रियहरू। 1 कोरिन्थी 16:13 भन्दछ, सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थी बन। विजय पराजितहरूको होइन, अन्तिमसम्म विश्वास योग्य रहनेहरूको हुनेछ प्रियहरू। परमेश्वरले हामी सबैलाई क्रिस्टका साहसी, विश्वास योग्य र हर पल तयारीमा रहने आत्मिक सेनाहरू बन्न अनुग्रह प्रदान गर्नुभएको होस्। आमेन। जय मसीह।